भाइको घर भन्नु फेरि छिर्छन्, खाना दिनु पर्यो, खाइसकेपछि पुरा भोजन दक्षिणा भन्ला के भन्ला भनेर ढोका थिनेर बस्नु। दाजुले एक दिन विचार गरेछन्, मेरो भाइको त गति राम्रो छैन भनेर सन्त महात्माहरूसँग सल्लाह गरेछन्। सन्तले म ठिक पार्छु भनेर एकजना चाहिँ बस्नुभयो। धेरै झुन्डमा धेरै समूहमा आउनुभएको सन्त महात्माहरू सबैजना बाटो लाग्नुभयो, एकजना बस्नु भएछ। यसो झ्यालबाट च्याउँदै थिए ती भाइ चाहिँ। सबै गएको देखेपछि बाहिर निस्केका त जो बसेका सन्ताहरू च्याप पक्रेर राम भन् भन्न लाउनु भएछ। भन्दिनँ भन्छ, राम भन् भनेर भन्न लाउनु हो, भन्दिनँ भनौँ त यदि भन्दैनस् भने तँलाई मार्छु भनेर म्याक्न थाल्नु भएछ। अब मार्छौ नि भने बाँच्नका लागि त ल राम भनिएछ। एकपल्ट त्यसरी राम भनिदिएपछि ल तैँले राम चाहिँ भनिस् हेर, यो एकपल्ट राम भनेको पुण्य धर्म त जुन फल छ त्यो फल कसैले किन्छु भनेर मागो भने नबेच्नु पनि भनिदिनु भएछ। जुक्ति यहाँ लगाइदिनु भएको छ। अब उसलाई त कर्ममा विश्वास गर्ने, धर्ममा त्यति नमान्ने हो। जसलाई पनि सोध्छ कि अब भेटो कि एकपल्ट राम भने कति हुन्छ पुण्य, 2-4 लाखै पो हुन्छ भन्ने भयो नि त। बेच्न बात जसलाई भेटो अब ऊ सोध्न थाल्नु अब हेर्नुहोस्, हेर्नुहोस् त सन्तको जुक्ति कस्तो हुन्छ। एकपल्ट राम भने कति हुन्छ पुण्य भन्छ, जसलाई भेटो अलिअलि जान्ने जस्तो देखो कि एकपल्ट राम भने कति हुन्छ पुण्य भनिदेऊ न मलाई भन्दा धेरै हुन्छ थाहा छ। अब यति नै त कसले भन्न सक्छ? यति मरि नै हुन्छ, यति पाथी नै हुन्छ भन्न कसैले सक्छ? जीवन यसको यसरी सुध्रिँदै गयो। जब मृत्यु भए पश्चात यमका दूतहरूले चाहिँ पक्रिएर लिएर गएछन् यमपुरीमा। अनि त्यहाँ लगेर नि महाराजलाई बिन्ती बिसाए, महाराज यो त साह्रै फटा, कहिले भगवानको नाम जप्दैन थियो। चित्रगुप्तलाई बोलाइएर यसो खाता पल्टाएर हेर्दा त एकपल्ट साधु सन्त महात्माले न्याकेका भरमा मार्न लाग्दाखेरि बाँच्नका लागि भनेको होइन भनिदिएको रहेछ। उसले भनेको होइन भनिदिएको रहेछ। त्यसैको खोजी गर्दै अगाडि हिँड्यो। अलिक त धेरैपल्ट त जप्यो। अब त्यहाँनिर ध्यान दिनुहोस् है, धेरै पाप थोरै पुण्य भयो। पहिले के भोग गर्छस् भनेर सोद्धा उसले के भन्यो भने म दुईटै भोग्छु, भोग्न चाहिँ तर मलाई महाराजले भन्नुपर्छ पहिले त एकपल्ट राम भनेको चाहिँ कति हुन्छ पुण्य भन्नुहोस्, होइन भने म दुईटै भोग्दिनँ भनेर त्यहाँ गएर थर्काउन थाल्यो। हेर्नुहोस् त तागत केले त भन्दा त्यही एकपल्टको रामले हो। हेर्नुहोस् त्यहाँ गएर यमराजलाई पनि अब अप्ठ्यारामा परे यमराज। आजसम्म कसैले सोधेकै थिएन। फेरि यहाँ त यमपुरीमा त के हुन्थ्यो, यमराज नर्कमा त त्यहाँ त पापको मात्रै लेखाजोखा हुन्थ्यो। अब धेरै हुन्छ भन्ने यमराजजीलाई पनि थाहा छ। यमराजजीले पनि के भन्नुभएको छ, के पो थाहा होला र मलाई त। अलिअलि जान्ने भनेका स्वयम्भू नारद शम्भो कुमार कपिल मनु प्रह्लादो जनको भीष्मो बलिर्पय्या सकिर्पयम्। यिनी महापुरुषहरू अलिअलि जान्नुहुन्छ। यस्ता महापुरुषहरूले अलिअलि जाने कुरो हामीमा के छ र? बडा अप्ठ्यारोमा पर्नुभयो। कसैले सोधेको पनि थिएन। सानो कुरा भए पनि चर्चा नभइकन त्यसको अब धर्मको अथवा राम नामको भगवानका पुण्यको लेखाजोखा भनेको स्वर्गमा हुन्छ। लु हिँड्न त अब त्यहाँ गएर सोधेर आउँ भनेर त्यो दुष्टलाई, दुष्ट पनि कसरी भन्ने स्वर्ग लगिसक्यो। यमराजले स्वयं आफूलाई पनि उत्सुकता छ, त्यो एकपल्ट राम भनेको पुण्य कति हुन्छ भनेर जान्न आफूलाई पनि इच्छा छ। लु हिँड भनेर यमराजले स्वर्गमा लिएर जानुभयो। स्वर्गमा गएर इन्द्रलाई सोध्दै गर्दा इन्द्रले पनि भने धेरै हुन्छ थाहा छ, यति नै के भन्न म पनि सक्दिनँ भनेपछि अब कसलाई थाहा होला त? ब्रह्माजीलाई गएर सोधिएछ। इन्द्र पनि जानुभएको छ, यमराज पनि ब्रह्माजीलाई गएर सोधियो। ब्रह्माजीले पनि त्यसै भन्दैन, धेरै हुन्छ थाहा छ तर यति नै चाहिँ भन्न सक्दिनँ। भगवान भोलेनाथ जतिखेर राम नाम सत्य हो जप्नुहुन्छ उहाँलाई पक्कै थाहा छ भनेर भोलेनाथलाई कैलाशमा गएर सोध्दै गर्दा भोलेनाथले पनि भन्नुभयो धेरै हुन्छ, यति चाहिँ भन्न म सक्दिनँ। भोलेनाथ, ब्रह्माजी, इन्द्र, यमराज चारैजनाले अब लिएर गए कहाँ त भन्दा अब जसको नाम हो उसैलाई थाहा होला भनेर साकेतमा लिएर गएछन्। साकेतमा भगवानका समीपमा गएर बिन्ती बिसाइयो, प्रभु यसले तपाईँको नाम एकपल्ट भनिदिएको छ, भनेको पनि छैन, भनिदिएको छ, त्यसको पुण्य कति भनेर टिक्क लाग्यो हामीलाई सोधेर हामीले जानेनौँ भन्दा मुसु मुसु भगवान हाँस्दै बोलाउनु भयो, काखमा राख्नुभयो। बाबु
अब यति नै भनेर त म पनि सक्दिनँ, तर त्यही एकपल्ट राम भनेका पुण्यले चाहिँ हो यमराजलाई, इन्द्रलाई, भोलेनाथलाई, ब्रह्माजीलाई, सृष्टिकर्तालाई साथमा लिएर मेरा काखमा आउन पायो। यही हो एकपल्ट राम भनेको पुण्य चाहिँ। अब कति भन्ने आफै सज्जन। अर्काले मान्न लाग्दा, अर्काका लागि भनिदिँदा त त्यति पावन पुण्य, त्यति ऐश्वर्य प्राप्त गरिन्छ भने प्रेमपूर्वक जप्यौँ भने कति होला यसको पुण्य। त्यसैले गर्दै घरको काम, लिँदै रामको नाम, जाउँ न परम धाम हरि, जाउँ न परम धाम। नभुलौँ है हरिलाई, गर्दै घरको काम, जप्ने बानी बसालौँ श्री कृष्णको नाम। यही हो सबभन्दा कलिकालमा हामीले घरको कार्यलाई सम्पादन गर्दै भगवानको नाम जप्दै हेर्नुहोस्, हात छेउ गर्छौँ अनि लक्ष्मी भन्छौँ हैन। त्यो हात छेउको पनि सदुपयोग भयो, नाम पनि जप्यो। अल्छी लागेर निद्रा लागेर हाई गर्छौँ, त्यो मुखलाई बन्द गर्दै गर्दा राम भन्नु त त्यो हाई पनि पो सदुपयोग हुन्छ त होइन र। फोन सबैले बोकेका छौँ, उठाउनुपर्छ, हलो हाई भन्छौँ, ठिक छ। अब त्यो हलो हाईलाई नराम्रो भन्ने होइन, तर त्यसैमा हरिहरि भनिदिनुहोस् त, श्री हरि नारायण हर हर महादेव राधे राधे भन्नुहोस् त। तपाईँ को हो भन्ने कुरा आफै चिनिन्छ। तपाईँ को हो भनेर नै पर्दैन, उसले फोन उठाउँदै यसो भन्छ, आफ्नो पहिचान पनि हुन्छ। सदुपयोग हेर्नु त कति सजिलो छ, कति सरल छ। अब यहाँ सरल, यति सजिलो पनि नजानेर, नबुझेर, यसलाई सजिलो नठानेर हामी अनि अझै सजिलो खोज्दै हिँड्छौँ अनि झन् दुःख पाउँछौँ। भक्तवत्सल भगवानको, पुराण पुरुषोत्तम भगवानको। अब अगाडि गएर प्रचेतापुत्र दक्षको अगमर्षण पर्वतमा हंस गुह्यद्वारा भगवानको दिव्य स्तुति। पछि यिनैले 11,000 छोराहरू जन्माए दक्षले। दक्ष भनेको अगाडि हिजोको प्रसङ्गमा हामीले जो ब्रह्माजीका पुत्र जो दक्षको कथा, प्रजापति दक्ष प्रजापतिको कथा सुन्यौँ, ती होइन, यी अलग पात्र हुन्, यी प्रचेता पुत्र हुन्। यी दक्षका जम्मा 10,000 हरियश्व अनि 1,000 सबलाश्व आदि गरेका जम्मा 11,000 छोराहरू थिए। ती सबै 11,000 छोराहरूलाई जोगी बनाइदिनु भयो नारदजीले। एक ठाउँमा बसेर कथा सुनाउने, यो त प्रपञ्च हो, माया मोह, यहाँ फसेपछि छुटकारा कहिले पाइँदैन, बरु बेलैदेखि आत्माराम भनेर हिँड्नु भनेर सबैलाई बसाएर कथा सुनाउँदै जोगी बनाइदिनु भयो। ए म चाहिँ सृष्टि भर्नका लागि, चराचर जगत भर्न सृष्टि गर्ने, तिमी मेरा छोरालाई जोगी बनाउने, तिमी एक ठाउँमा बसेर लो तिमीले अब आजदेखि उपरान्त एक ठाउँमा 2 घडीभन्दा बढी बस्न सक्ने छैनौ। 2 घडी भनेको लगभग 1 घडीमा 24 मिनट 48 मिनटको समयभन्दा बढी एक ठाउँमा बस्न सक्ने नारदजी। कसका श्रापले? दक्षका श्रापले। तर भक्ति, ज्ञान र वैराग्यका लागि चाहिँ फेरि बस्नु हुँदैन रहेछ है 7 दिनसम्म भन्ने कुरा चाहिँ फेरि महात्म्यको प्रसङ्गमा हामी श्रवण गर्दैछौँ। फेरि भक्तवत्सल भगवानको, पुराण पुरुषोत्तम भगवानको। अब अगाडि गएर दक्षले अब छोराहरू जन्माउँदा जोगी बनाउँदैछन्, कथा सुनाइ भनेर अब छोरी जन्माउनु हो 60 छोरीहरू। यिनै छोरीहरूद्वारा चराचर जगतको सृष्टिको क्रम अगाडि बढ्दछ। भक्तवत्सल भगवानको। अब अगाडि गएर प्रसङ्ग इन्द्रलाई ब्रह्म हत्या लागेको जो प्रसङ्ग छ त्यतापट्टि प्रवेश गर्दैछौँ सज्जन। देवताका पुरोहितको नाम हो बृहस्पति अनि दैत्यका पुरोहितको नाम हो शुक्राचार्य। गुरुको नाम गुरुर् ब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वरः गुरुर् साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। गुरुको अर्थ हुन्छ अन्धकारबाट उज्यालोतर्फ डोर्याउनेलाई गुरु भनिन्छ सज्जन। गुरु 2 किसिमका हुन्छन्, शिक्षा गुरु अनि दीक्षा गुरु। शिक्षा गुरु अनेक हुन्छन् तर दीक्षा गुरु एकै हुन्छन्। संसारको बाटो देखाउनेलाई शिक्षा गुरु भनिन्छ। जस्तो यो पुराणमा आउँदै गर्दा देखिएन बाटो, त्यहाँ खनाल परिवारले लगाएको पुराण कतापट्टि हो भनेर सोध्यो नि, यताबाट यसरी जानुपर्छ भनेर देखाइदिने ती शिक्षा गुरु भइहाल्नुहोस्। दीक्षा गुरु एक हुनुपर्दछ। गुरु दीक्षा गुरु एक हुनुपर्दछ र गुरु बनाउँदा विचार पनि गर्नुपर्दछ। लोभी गुरु लालची चेला फेरि दोनों नरकमा ठेलम ठेला हुन्छ। संसारमा ऊ आफै फसेका छन् भने उसले के उकाएको नै त्यो कुरालाई विचार गर्नुपर्छ। भनिएकै छ नि, पानी खानु छानेर गुरु बनाउनु जानेर। अहिले त यस्तो आएको छ है, मै हुँ जस्तो गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर भन्ने जुन मन्त्र छ नि त्यसको व्याख्या चाहिँ यसरी गर्छन्। मै हुँ
गुरु नै हुन् ब्रह्मा, गुरु नै हुन् विष्णु, गुरु नै हुन् महेश्वर भनेर अनि आफ्नै फोटो राखेर अनि लो जय जय जगदीश्वरी चाहिँ आफैलाई गर्न लाउँछ। गुरु भनेको त भगवानको माध्यममा पुर्याउनेवाला कर्मचारी सम्मान्य हुनुहुन्छ, पूजनीय हुनुहुन्छ। तर मै हुँ हाकिम भन्यो भने त फेरि त्यो कर्मचारीले गडबड भएन। गुरु हाकिमलाई भेट्न जानु छ अनि बाटोमा गेटमा बसेका कर्मचारीले अथवा पिएले चाहिँ मै हुँ हाकिम, मै साइन गरिदिन्छु भन्दा बिग्रिँदैन नि। गुरु उनलाई फकाउनु पर्छ नि, उनलाई कसरी आफ्नो बनाउनु पर्छ त्यो त जान्नु पर्यो होइन। उनलाई फकाएर चाहिँ अनि हाकिम भएको ठाउँमा जाने एउटा वास्तव हो त होइन। त्यसैले अब यहाँनिर ध्यान दिनुहोस् है, देवताका पुरोहितको नाम हो बृहस्पति। स्वर्गमा इन्द्रादि गरेका देवताहरू बसिरहेका बेलामा पुरोहित गुरुको आगमन भयो। सबैले उठेर स्वागत सत्कार गरे, तर इन्द्र उठेर हेर्नुहोस्। जहाँ सत्कार सम्मान पाइन्न त्यहाँ बस्नुको कुनै अर्थ रहँदैन। कि सम्मान पाउनु पर्यो है, ध्यान दिनुहोस् है, कि जीविकोपार्जन हुनु पर्यो, कि शिक्षालाई प्राप्त गर्नु एउटा न एउटा माध्यम चाहिन्छ, होइन भने त्यहाँ बस्नुको कुनै अर्थ छैन। यिनीहरूले दिने भनेको त्यही एउटा सम्मान हो। अब त्यो पनि दिँदैनन् भने जो हुनुहुन्थ्यो उहाँ विद्वान पनि हुनुहुन्थ्यो, ब्राह्मण योग्य पनि हुनुहुन्थ्यो, अनि उहाँलाई नै पुरोहितको अनुरोध गरे। पहिले के भन्नुभयो? अस्वीकार गर्नुभयो। अहिले तिमीहरू अप्ठ्यारामा परेका छौ, अहिले तिमीहरूलाई चाहिएको छ जय जय गर्छौ, अनि काम सकेपछि फेरि अनेक थोक फेरि तिमीहरू नै भन्छौ, अनि निन्दा तिमीहरू नै गर्छौ। पुरोहित भन्नुपर्छ है, पुरोहित पुरोहित पुरी अग्रे हितम इच्छति स पुरोहितः। हामी त पुरेत पुरेत भन्छौँ, अझ छिटो भनेर होला के अर्थ? त्यसलाई अझै छिटो भन्न अर्का पुस्ताले थाल्यो भने के भन्नु फेरि? पुरोहित भन्नुपर्छ है। के भन्नुभयो भने म यो कर्म गर्दिनँ, मैले पढेँ जाने त्यो ज्ञानका लागि, तर यो कर्म म गर्दिनँ किनभने यसमा जस छैन, जस दिँदैन, यसको सम्मान छैन, निन्दा गर्छ, के भन्छन् होइन। काम नहुन्जेलसम्म लौ न गुरुदेव भन्छन्, के राम्रै भन्छन्, काम भइसकेपछि ऊ गयो बल्ल गयो टपरे बाहुन भन्छन्, यता भन्छन् हाम्रो दिन त साह्रै मजाले भन्छन्। टपरे बाहुन हुन् कि जेजमान हुन् भन्नुहोस् त होइन। अगाडिदेखि नै ठिक पार्ने टपरा, गाँसेर ठिक पार्ने जेजमान दोष। अब टपरामा राखेको छ त के टकटक्याउनु पर्यो? थालमा राखुन् त, काँसेका थाल वरिपरि राखुन् त, त्यही टकटकै जाने ठिक्क पारिदिएको छ। त्यसमा अनि लाउन दोष दिन टपरे बाहुनहरूले निन्दा गर्छन् क्या। यही निन्दाका कारणले त हो नि सदन, ध्यान दिनुहोस् है। यही निन्दा भएकै कारणले गर्दा हाम्रो समाज, हाम्रो ठाउँमा अब गुरुहरूको अभाव हुन थालेको यही हेर्नुहोस्। एउटा डक्टरको छोराले डक्टर पढ्नलाई पनि अप्ठ्यारो मान्दैन, गर्वका साथ गर्छ। त्यो पेसामा कति लुटिरहेका छन्, कस्ता कस्ता कर्महरू आएर त्यसको निन्दा छैन हेर्नुहोस्, सम्मानै छ। एउटा बिरामीलाई हस्पिटल लिएर गयो भने अरू नभएको थपेर 2 दिन 3 दिन भर्ती गरिदिन्छ। कसरी हुन्छ? हुनेसम्म त्यो कति छ भन्ने बुझेपछि सकेर मात्रै, अनि मरिसकेकालाई त जीवितै छ भने औषध उपचार गरेर सकेर मात्रै पठाउँछ। त्यस्तो गर्छ केका लागि त? पैसाको लागि। त्यो बाटामा जानुहोस्, गाडी चढ्ने बेलामा तान गर्छन् झोला, केका लागि? त्यही पैसा। अनि लोभी चाहिँ बाहुनहरू, लोभी बाहुन भनिरहेको छ। मान्दैनन् हाम्रा सन्तति, नमान्नुको कारण सदन यही हो, अलिकति निन्दा गरियो त ब्रह्म कर्म हो सज्जन। केही नभए नि जन्मदा र मर्दा त चाहिन्छ। यस्तै निन्दा भयो अथवा सम्मान, यसको संरक्षण हामीले गर्न सकेनौँ भने भोलि हामीलाई अप्ठ्यारो पर्दैछ नि त। ध्यान दिनुहोस्, यसको सम्मान र हामी ब्राह्मणले पनि त्यसमा ठाउँमा रहनुपर्छ, त्यो आफ्नो कर्तव्य कर्महरू पुरा गर्नुपर्छ। तर हाम्रो समाजले पनि यसको सम्मान गर्न जानुपर्छ भन्नुभयो हो पनि। हेर्नुहोस्, अब यो मैले व्यक्तिगत कुरा गरे होइन है, ध्यान दिनुहोस्। यहाँनिर अब विश्वरूपलाई कति अनुरोध गरियो, हात जोडेर चाहिँ मेरो पुरोहित बनिदिनुहोस् भनेर धेरै अनुरोध गरियो, जबरजस्ती जस्तै लिएर गइयो। अब सानो गल्ती हुँदाखेरि अबदेखि नगर भन्दा हुन्थ्यो, हुँदैन थियो, सिधै काटिदिए। हेर्नुहोस्, त्यो यहाँको कथा होइन, मैले आफ्नो व्यक्तिगत कुरा गरेँ होइन। निन्दा छ पढ्न। अब यहाँ धेरैजनाले पढ्ने पनि काम गरिएको छ, पढ्नेदेखि बाहेक अरू कति काम सबैले आफ्नो आफ्नो ठाउँबाट गरिरहेका छौँ नि होइन। अब कहाँ कता के रड्किन्छ बिग्रिन्छ, पढ्न पो बिगारे कि बाबाले भनिन्छ त। रमाइलो घटना छ क्या, ध्यान दिनुहोस्। 72 सालको भुइँचालोमा जो गयो वैशाख 12 गते 8 गतेदेखि सुरुङ्गामा प्राण भन्दै थिए।
उप्रेतीको घरमा चौथो दिन थियो क्या आजकै दिन जस्तो गजेन्द्रको यस्तै केही पाख्यान भन्दै थिएँ त्यतिखेर अब भुइँचालो गयो प्रकृतिको लीला है अब भुइँचालो गयो डराइयो अब जे भयो भने पछिबाट अब हल्ला चाहिँ के भएछ भने पुराणमा राम्रो पढेनछन् भन्ने भयो राम्रो पढेनछन् अथवा यता फर्किनु पर्ने उता फर्किएछन् हो यस्ता कुराहरू आएछन् क्या दोष चाहिँ बिचरा गुरुहरूलाई क्या पढेरै चाहिँ त्यत्रो भुइँचालो ल्याउने भए त अझै के गर्थ्यो होला गरिन्थ्यो होला धर्मको स्थापना गर्नका लागि त हल्लाको हल्लै गरिन्थ्यो नि होइन त दुई चारवटा मन्त्र पढ्दै हल्ला ल्यायो त यसमा अलिकति विचार गर्नुपर्ने हुन्छ अब यहाँनिर त्यसै भन्दै हुनुहुन्छ अब जान्न अस्वीकार गर्दै हुनुहुन्छ अहिले तिमीहरू अप्ठ्यारामा परेका छौ होइन तिमीहरूलाई गाह्रो भएको छ जय जय गर्छौ काम सिद्ध भएछ फेरि अनि यसो विचार पनि गर्नुभयो यिनीहरू यति अनुरोध पनि गर्दैछन् म ब्राह्मण हुँ मैले पढेको पनि छ अब मैले यो धर्म बचाइने यो कर्म गरिनँ भने धर्म रहँदैन फेरि भन्दै सहज स्वीकार पनि गर्नुभयो ठिक छ पुरोहित बन्छु भनेर अब जानुभयो अनि नारायणी कवचद्वारा इन्द्रको रक्षा गर्दै गर्दै यज्ञहरू गराउन थाल्नुभयो अब यी विश्वरूप भनेका चाहिँ फेरि देवताका पुरोहित नियुक्ति त भए तर कहिलेदेखि भान्जा चाहिँ फेरि दैत्यका भान्जा हुने नि अनि इन्द्राय स्वाहा वरुणाय स्वाहा अग्नय स्वाहा देवतालाई यसरी भाग दिने अनि बिस्तारै नमोच्चै स्वाहा पनि भन्थे क्या मामालाई पनि यसो दिन्थेन अब इन्द्रलाई शङ्का थियो हाम्रा त पुरोहित हुन् तर पनि अब दैत्य शत्रुका भान्जा हुन् केही गडबड गर्छन् कि भनेर यसो घरिघरि च्याउँदै रहेछन् क्या हामी पनि त गुरुहरूलाई लु पढ्नु है भनेर वर्ण गरेर यताउति गरौँ अनि घरिघरि आएर हेर्छौँ नि होइन पढ्दैछन् कि बा अब मोबाइलै चलाएर पो बसिरहेको छ घरिघरि त हेर्नु पऱ्यो नि होइन पढ्दैछन् छैनन् बा गफै पो गर्दैछन् कि त्यस्तै विचार गर्दै यसो इन्द्रले आएर हेर्दै थिए शत्रुलाई दिँदै रहेछन् भाग भनेपछि ए यसो गर्छौ भनेर आएर शिर काटिदिए इन्द्रले हेर्नुहोस् फेरि नगर आइन्दा यस्तो नगर भन्नु पर्थ्यो तर शिर काटिदिए त्यो शिरबाट त्यहाँबाट 3टा चराहरू निस्कन्छन् सज्जन तित्रो काकाको र भँगेरो त्यो विश्वरूपको शिर छेदन गरेपछि 3टा चराहरू निस्किए अब इन्द्रलाई लाग्यो ब्रह्महत्या त्यो ब्रह्महत्याको दोष जुन पाप छ त्यसलाई 4 जनाले स्वीकार गर्ने अथवा त्यो दोषलाई ग्रहण गरेर उनलाई चाहिँ ब्रह्महत्या मुक्त गराइदिए ती 4 जना भनेको जल पृथ्वी वृक्ष अनि स्त्री जातिमा मासिक धर्म भएको बेलामा देखा पर्ने जो रज त्यो ब्रह्महत्याको दोष पृथ्वीमा कुहिरो वृक्षमा चोप र जलमा फिच यी ब्रह्महत्याका दोषहरू त्यसरी यिनीहरूलाई अलग राखियो ठुल्ठुलो जलाशयमा गएर स्नान गर्दाखेरि पहिले यसो पानीलाई हल्लाएर फिजलाई परक पारेर अनि डुबुल्की मार्नुपर्छ यी के हो त ब्रह्महत्याका दोष ब्रह्महत्या मुक्त गराइदिनु भयो अब यता त्वष्टा ऋषिलाई चिन्ता बढेर आयो मेरो छोरो जान्न भन्दै पनि जबरजस्ती दिएर गए अनि लगेर मारिदिए अब म इन्द्रलाई मार्नेवाला शत्रु पैदा गर्छु भनेर यज्ञ गराउनु भयो त यज्ञमा ब्राह्मणहरूलाई वर्ण गरेर मन्त्र जप्न लगाउनु भयो संस्कृतमा सज्जन 3टा स्वर हुन्छन् ह्रस्व दीर्घ प्लुत उच्चारणका भेदले अनेक अर्थ हुन्छन् ढिलो जप्नु पर्नेमा छिटो जपिदिएछन् इन्द्रलाई मार्ने नभएर इन्द्रद्वारा मार्नेवाला शत्रु पैदा भयो इन्द्र शत्रु विभर्द स्वाहा भन्दै गर्दा इन्द्रद्वारा मारिनेवाला शत्रु वृत्रासुर पैदा भए भक्तवत्सल भगवानको पुराण पुरुषोत्तम भगवानको बोली कृष्ण कन्हैया लाल को समझेरा हरिलाई राम नाम जपेरा समझेरा हरिलाई राम नाम जपेरा जाऊला बाबा सागर पार हरिरा जाऊला बाबा सागर पार हरिरा समझेरा हरिलाई राम नाम जपेरा समझेरा हरिलाई राम नाम जपेरा जाऊला बाबा सागर पार
श्री हरि भगवान